आजको समुद्र घुमाइमेर सकिसक्यो। अब चाहिँ जाडो जाडो हुन लागेको छ। अब म जाँदैछु घर। एकदमै राम्रो पानी परे जस्तो भयो, त्यही भएर जाम कि जस्तो लाग्यो कि, नभए त मेरो म चित्त नै बुझेकै थिएन। अनि स्किन पनि एकदमै डढ्यो पुरै, अनि पोल्न पनि थाल्दो रहेछ क्या, स्किन बर्न सन बर्न हुँदो रहेछ। एकदमै बालुवा तल्केर राम्रै नदेखिने क्या, त्यही भएर यहाँहरूले सनग्लासको चाहिँ युज गर्नु होला, नभए आँखा सबै उज्यालो देखेर। समुद्रमा चाहिँ थाहै हुँदैन कतिको गर्मी छ भनेर होइन, अनि बाहिर निस्किसके पछाडि चाहिँ त्यो बालुवा तातेर अनि मात्रै थाहा हुँदो रहेछ क्या कतिको तातो छ भनेर। त्यही पनि एकछिन पानी परेर हल्का शीतल शीतल भयो। छुट्टीमा जानै पर्ने ठाउँ हो। यहाँहरूको पनि छेउछाउमा समुद्र छ भने चाहिँ अल्छी नमान्नु होला, जानु होला, इन्जोय गर्नु होला, नेचरको सनबाथ लिनु होला। हस् त आजलाई यति नै। म अर्को भिडियोमा आउँछु है। म थाकेको पनि छु। यहाँहरूलाई यो ठाउँ देखाउन पाएँ, मलाई एकदमै खुसी लाग्यो, मलाई पनि रमाइलो भयो। पानी पर्ला कि जस्तो पनि भएको छ कि। म थाकेँ गाइस। ल